आज म तपाईलाई चाहिँ यो पोइ साग है मालाबार स्पिनिच कसरी सजिलै बनाउन सकिन्छ र यसका लागि माटो कस्तो राख्नुपर्छ यो भिडियोमा देखाउँछु हेर्नुस् है। तपाईसँग यस्तो चोइ साग छ भने यसरी काटिदिनुस् है। अनि त्यसपछि यो रुट हुन्छ हैन, यो रुटलाई यसरी क्रस काट्नुस् हैन। यो पत्ता पनि हटाउनुस् अझै है। अब तपाईले यो एउटा पटमा पहिला यसरी सुकेको पत्ताहरु हाल्दिनुस् हैन। अनि त्यसपछि गार्डनको एकदमै रुखो माटो है, गार्डनको रुखो माटो पत्ता माथिबाट हाल्दिनुस् हैन। अनि त्यसपछि तपाईले चाहिँ नेपालमा हुनुहुन्छ भने फर्निचरबाट आको जुन काठको धुलो हुन्छ त्यो धुलोलाई हाल्न सक्नुहुन्छ र अस्ट्रेलियामा हुनुहुन्छ भने चाहिँ थोरै बोन मिल हाल्दिनु होला, यो चाहिँ एक्स्ट्रा पोटासका लागि। अब त्यसपछि तपाईले यो लेयर पछाडि तपाईले यो कोकोपिट हाल्दिनु होला है। यसरी माथिबाट कोकोपिट हाल्दिनु होला। अनि माथि टपबाट चाहिँ तपाईको पोटिङ मिक्स अथवा गोबर मल हाल्दिन सक्नुहुन्छ माथिबाट। अब तपाईले यसरी मालाबार स्पिनिचलाई यसरी रोप्न सक्नुहुन्छ।